इन्धन र निर्माण सामग्रीको मूल्य स्थिर नभएसम्म व्यवसायीले मागे कन्स्ट्रक्सन होलिडे। आर्थिक दबावमा व्यवसायीहरू। देशमा इन्धन र निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा निर्माण र यातायात क्षेत्र गम्भीर सङ्कटमा परेको छ। नेपाल निर्माण व्यवसाय महासंघले इन्धन तथा निर्माण सामग्रीको मूल्य स्थिर नभएसम्म कन्स्ट्रक्सन होलिडे अर्थात् निर्माण कार्य स्थगन घोषणा गर्न सरकारसँग माग गरेको छ। महासंघका अनुसार डिजल, पेट्रोल र मट्टितेल जस्ता इन्धनको मूल्यमा भएको तीव्र मूल्य वृद्धिले निर्माण लागत असह्य बनाएको छ र यसले सरकारी पूर्वाधार योजनामा समेत प्रभावित पारिरहेको छ। महासचिव रोशन दाहालले मूल्यवृद्धि नियन्त्रण नआएसम्म सम्पूर्ण योजना रोक्न बाध्य हुने चेतावनी समेत दिएका छन्। उनले अन्तर्राष्ट्रिय परिस्थितिलाई मूल्यवृद्धिको मुख्य कारण मान्दै व्यवसायीहरू आर्थिक रूपमा अत्यन्त दबावमा परेको बताएका छन्। निर्माण क्षेत्रमा बिटमुनीको कृत्रिम अभाव र कार्टेलिङ भएको आरोपले समस्या झन् जटिल बनेको छ। सीमित आयातकर्ताहरूले बजार नियन्त्रण गर्दै मूल्य बढाएको दावी गरिरहेको छ भने भारतले बिटमुनी निर्यात रोकेपछि सडक निर्माणमा थप अवरोध सिर्जना भएको बताइएको छ। फलामे डन्डी र सिमेन्टमा समेत मूल्य वृद्धि हुँदा निर्माण क्षेत्र दोहोरो मारमा परेको छ। महासंघले सार्वजनिक खरिद ऐन अनुसार मूल्य समायोजन गर्न, कार्टेलिङ नियन्त्रण गर्न र बजार स्थिर बनाउन सरकारसँग माग गरेको छ। यता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात क्षेत्र पनि आकर्षित बनेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ। महासंघका महासचिव टेकनाथ गौतमले इन्धनको मूल्य वृद्धिले सवारी सञ्चालन खर्च अव्यावहारिक भइसकेको बताएका छन्। उनीहरूले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न, इन्धन आपूर्ति सुधार्न र यातायात व्यवस्था विभागबाट छिटो निर्णय लिन आग्रह गरेका छन्। समग्र इन्धन र निर्माण सामग्रीको अस्थिर मूल्यले देशका दुई प्रमुख क्षेत्र निर्माण र यातायातलाई एकैसाथ सङ्कटमा धकेलेको छ। व्यवसायीहरूका अनुसार सरकारले प्रभावकारी हस्तक्षेप नहुँदा स्थिति झन बिग्रदै गएको छ र यदि तत्काल कदम नचालिए निर्माण कार्य ठप्प हुने तथा यातायात सेवा महँगो र अवरुद्ध हुने जोखिम बनेको छ। यसले राष्ट्रिय पूर्वाधार विकासमा गम्भीर असर पर्ने सङ्केत देखिएको छ। महासंघले सरकारसँग तत्काल प्रभावकारी कदम चाल्दै मूल्यवृद्धि नियन्त्रणमा ल्याउनुपर्ने माग गरेको छ। महासंघका अनुसार यदि मूल्य स्थिर गर्न नसकिने अवस्था रह्यो भने कन्स्ट्रक्सन होलिडे घोषणा गरेर व्यवसायीहरूलाई आर्थिक जोखिमबाट बचाउनु सरकारको दायित्व हो।